हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ बुढी र म टक्क लाएर घुम्न आएको पामेतिर। गर्मी साह्रै बढ्यो, यस्तो तालतिर आएको होइन। यसो बुढीलाई नि माइन्ड फ्रेस गराउनलाई चाहिँ बुढीलाई फकाउन लिएर आएको यतातिर हालतिर। गाइस यस्तै छ जिन्दगी, काम साम छैन है। टक्क लाएर कहिलेकाहीँ यसो घुम्न त परिहाल्यो नि। एकदमै गर्मी छ कि यस्तो घाम चल्के चाहिँ एक हातले स्कुटर चलाउँदै एक हातमा गोप्रो बोक्दै पुरा भिडियो बनाउँदै हिँडिरहेको प्यार झरी ठाउँमा आइपुग्यो। बिचमा आइपुग्यो हामी, बिचमा तालमा। मेरो चाहिँ अब अरू यस्तो कस फायर छैन है, के मेरो त ओल्डियो यसमै घुम्नुपर्छ जता गए पनि। तर मेरो लागि हरि भोकायो घाम त नि, आलु जलाउने घाम लाग्यो नि। एकदमै घाम छ। टिकटक बनाएँ एउटा दुइटा होइन, लास्टै घाम छ। एकदम मजा आउने क्या बस्नु। यहाँ माछा मारे माछा उठ्दै। ओ माइ गॉड खतरा। अनि यहाँ यो मौसम पनि एकदम सरङकोट, त्यो यता पञ्चासे नौडाँडा कता कता के बगेर है। मेरो बोर्ड चाहिँ टिकटक बनाए।